नमस्ते साथीहरु, स्वागत छ हाम्रो YouTube च्यानल टेक्नो इन नेपालीमा। साथीहरु, तपाईहरु पनि कन्टेन्ट क्रिएटर हुनुहुन्छ भने आजको भिडियो तपाईलाई एकदमै युजफुल हुनेछ। साथीहरु, आजको यस भिडियोमा म तपाईलाई एउटा वायरलेस माइक्रोफोनको चाहिँ अनबक्सिङ गरेर देखाउने छु र साथसाथै यो माइक्रोफोन चाहिँ तपाईले कहाँ पर्चेस गर्न सक्नुहुन्छ र यसको प्राइस कति रहेको छ र यसमा के फिचर रहेको छ कम्प्लिट जानकारी दिनेछु। त्यस्तैगरी यतिखेर तपाईले देख्न सक्नुहुन्छ मेरो हातमा रहेको छ एउटा वायरलेस माइक्रोफोन। यो भर्खरै मैले चाहिँ पर्चेस गरेको छु र यसको फिचर एकदम राम्रो रहेको छ। यसलाई तपाईले एकपल्ट फुल चार्ज गरिसकेपछि 6 घण्टा यसलाई कन्टिन्यू प्रयोग गर्न सक्नुहुन्छ र यो चाहिँ 3 इन 1 रहेको छ। यसलाई तपाईले एन्ड्रोइड फोनमा पनि प्रयोग गर्न सक्नुहुन्छ र त्यस्तैगरी आइफोनमा पनि प्रयोग गर्न सक्नुहुन्छ र डीएसएलआर पनि प्रयोग गर्न सक्नुहुन्छ। यसमा 3टा पोर्ट दिइरहेको छ। तपाईले चाहिँ जुन चाहिँ डिभाइसमा सुटेबल रहनेछ त्यो डिभाइसमा चाहिँ यसलाई युज गर्न सक्नुहुन्छ। युज गर्नको लागि प्लग एन्ड प्ले रहेको छ। यसमा कुनै किसिमको एप्सहरु चाहिदैन लिंक गर्नको लागि माइक्रोफोनको लागि र साथसाथै यो बक्समा चाहिँ दुईटा माइक्रोफोन दिएको छ। त्यसकारणले तपाईले यसलाई चाहिँ इन्टरभ्यु पोडकास्ट च्यानल छ भने त्यसमा पनि प्रयोग गर्न सक्नुहुन्छ र त्यस्तैगरी लाइभहरु चलाउनुहुन्छ भने लाइभहरुको लागि पनि तपाईले यसलाई प्रयोग गर्न सक्नुहुन्छ र त्यस्तैगरी तपाईको ब्लगिङ च्यानल रहेको छ भने ब्लगिङ च्यानलमा पनि यसलाई चाहिँ अति नै उपयोग रहनेछ। यसमा हाई सेन्सिटिभिटी रहेको छ भने त्यस्तैगरी 20 मिटरको यसको डिस्टेन्ससम्म यसले साउन्डलाई चाहिँ राम्रो क्याप्चर गर्नेछ र यसले साउन्ड रिड्युस पनि रहेको छ। बाहिरको साउन्डहरुलाई चाहिँ यसले हटाएर जुन चाहिँ हाम्रो बोलिरहेका भोइस रहेका छन् त्यसलाई मात्र यसले क्याप्चर गर्नेछ र मलाई चाहिँ एकदम युजफुल लागेर मैले चाहिँ पर्चेस गरेको छु। साथीहरु, अब लागौं यो प्रोडक्टको चाहिँ अनबक्सिङतिर र अनबक्सिङ गरिसकेपछि यसको साउन्ड क्वालिटी कस्तो छ त्यो पनि म तपाईलाई जानकारी दिनेछु। साथीहरु, प्रोडक्टको बक्स चाहिँ यही रहेको छ। तपाईले यहाँ क्लियरली देख्न सक्नुहुनेछ 3 इन 1 रहेको छ वायरलेस माइक्रोफोन र यो चाहिँ लाइभ शोमा पनि तपाईले प्रयोग गर्न सक्नुहुन्छ। इन्टरभ्यु रहेको छ र त्यस्तै ब्लग एन्ड सर्ट भिडियोमा रहेको छ र त्यस्तैगरी यहाँ तपाईले देख्न सक्नुहुन्छ प्लग इन एन्ड प्ले 20 मिटर्स रहेको छ भने त्यस्तैगरी क्लीन अडियो अनि त्यस्तैगरी हाई सेन्सिटिभिटी रहेको छ र साइडमा यही नै रहेको छ। त्यस्तैगरी यो चाहिँ एउटा चाइनिज प्रोडक्ट हो साथीहरु। चाइनिजको चाहिँ अब ग्यारेन्टी वारेन्टी हुन्न। यसको क्वालिटी चाहिँ मलाई राम्रो लागेको थियो भने त्यस्तैगरी बक्स ओपन गरिसकेपछिको मेटेरियल यो रहेको छ। दुईटा माइक्रोफोन रहेको छ जुन चाहिँ तपाईले यसलाई टाइटर पनि रहेको छ। यसलाई युज गर्न सक्नुहुन्छ भने त्यस्तैगरी साइडमा चाहिँ एउटा टाइप सी को चार्जिङ पोइन्ट दिएको छ र त्यस्तैगरी पछाडी गएर अन गर्ने एउटा बटन दिएको छ। यो एउटा रहेको छ भने त्यस्तैगरी यसमा चाहिँ दुईटा दिइरहेको छ। तपाईले इन्टरभ्यु लिनको लागि एकदम सजिलो रहेको छ। जब तपाईले यसलाई चाहिँ अन गर्नुहुन्छ एउटा लाइट ब्लिङ्किङ हुन्छ सेम नै रहेको छ भने त्यस्तैगरी एउटा कन्ट्रोलर रहेको छ मेन कन्ट्रोलर। यो चाहिँ हाम्रो 3 इन 1 रहेको छ जसलाई यतापट्टि राख्नु भयो भने चाहिँ तपाईले आइफोनमा प्रयोग गर्न सक्नुहुन्छ। त्यस्तैगरी यसलाई भने तपाईले डीएसएलआर मा युज गर्न सक्नुहुन्छ र त्यस्तैगरी एन्ड्रोइड फोनमा टाइप सी पोर्टमा चाहिँ तपाईले यसलाई प्रयोग गर्न सक्नुहुन्छ र त्यस्तैगरी मुनितिर हेर्नुहुन्छ भने तपाईले एउटा चार्जिङ पोइन्ट देख्न सक्नुहुन्छ। यसलाई पनि तपाईले चार्ज गर्न सक्नुहुन्छ र यहाँ एउटा पावर बटन रहेको छ। यसलाई चाहिँ तपाईले प्रेस गरिसकेपछि अन हुनेछ र बक्समा रहेको यो 3टा प्रोडक्ट मेन दुईटा माइक्रोफोन र त्यस्तैगरी कन्ट्रोलर र साइडमा दिएको छ चार्जिङ केबल जुन टाइप सी रहेको छ। यसले तपाईले 3टै प्रोडक्टलाई चाहिँ चार्ज गर्न सक्नुहुन्छ र यो बक्स ओपन गरिसकेपछि यहाँतिर तपाईले एउटा युजर म्यानुअल देख्न सक्नुहुन्छ। लामो युजर म्यानुअल रहेको छ। सब चाइनिज र इंग्लिशमा रहेको छ। तपाईले पढ्न चाहनुहुन्छ भने पढ्न सक्नुहुन्छ। खासै यसलाई युज गर्नको लागि त्यति गाह्रो छैन। जस्ट तपाईले मोबाइल फोन अथवा डिभाइसमा चाहिँ यसलाई होल्ड गरिसकेपछि प्लग गरिसकेपछि यहाँ तपाईले पावरलाई चाहिँ यसरी अन गरिदिनु होला। यहाँ ब्लिङ्किङ भइसकेको छ र यति भएपछि यो चालु भइहाल्छ। त्यसपछि आएर तपाईले एउटा माइक्रोफोनलाई चाहिँ पछाडी रहेको छ पावर बटन यहाँ प्रेस गरिदिनु होला। प्रेस गरेपछि यो पनि युज हुन्छ। एउटा युज गर्न चाहनुहुन्छ एउटालाई मात्र प्रेस गर्नु होला। दुईटा युज गर्न चाहनुहुन्छ भने दुईटा तपाईले प्रयोग गर्न सक्नुहुनेछ। यो बक्समा चाहिँ खासै धेरै केही छैन। यति नै प्रोडक्ट रहेको छ र एउटा युजर म्यानुअल एउटा चार्जर एउटा बक्स रहेको छ। यो युज गर्नको लागि एकदमै सजिलो रहेको छ। प्लग एन्ड प्ले को बटन रहेको छ भने त्यस्तैगरी यसको साउन्ड क्वालिटी भने अब म तपाईलाई चाहिँ साउन्ड क्वालिटीतिर चाहिँ लानेछु। साथीहरु, यतिखेर तपाईले जुन भोइस सुनिरहनु भएको छ यो माइक्रोफोन मैले प्रयोग गरिरहेको छु। तपाईलाई कस्तो लागेको छ यसको भोइस साउन्ड कस्तो लागेको छ कमेन्ट बक्समा कमेन्ट पनि गरिदिनु होला। र यो प्रोडक्ट चाहिँ मैले दराजबाट पर्चेस गरेको छु र दराजमा यो यस्तो किसिमको प्रोडक्ट धेरै लिस्टहरु रहेका छन्। धेरै राम्रा नराम्रा सबै रहेका छन्। यसमा चाहिँ राम्रो पक्ष के रहेको छ भने 3 इन 1 रहेको छ। यसलाई तपाईले आइफोनमा पनि प्रयोग गर्न सक्नुहुनेछ र एन्ड्रोइड फोनमा पनि प्रयोग गर्न सक्नुहुन्छ र साथसाथै डीएसएलआर
क्यामेरामा पनि तपाईँले यसलाई प्रयोग गर्न सक्नुहुनेछ। र त्यस्तै गरी सबै आजभोलि चाहिँ जो कोहीले पनि एन्ड्रोइड फोन प्रयोग गर्नुहुन्छ र एन्ड्रोइड फोनमा चाहिँ टाइप सी लाग्नेछ र यसको लागि भने छुट्टै तपाईँले चार्जर बोक्नु पर्ने छैन। जुन मोबाइलको चार्जर रहेको छ यसैले तपाईँले यसलाई चार्ज गर्न सक्नुहुनेछ भने यसको डिस्टेन्स पनि एकदम राम्रो रहेको छ, जुन चाहिँ मैले टेस्ट गरिसकेको छु। 20 मिटरसम्म चाहिँ राम्रो यसको क्लियरेन्स आवाज आउँछ, भोइस यसले क्याप्चर गर्नेछ भने। त्यस्तै गरी यसको ब्याट्री ब्याकअप चाहिँ एकपल्ट फुल चार्ज गरिसके पछाडि 6 घण्टासम्म यसले राम्रो काम गर्छ, जुन मैले टेस्ट गरिसकेको छु। मलाई चाहिँ वान अफ द बेस्ट प्राइसमा चाहिँ बेस्ट माइक्रोफोन लागेको छ। र साउन्ड चाहिँ कस्तो लागेको छ, यसको साउन्ड कस्तो भइरहेको छ, त्यो चाहिँ भिडियोको कमेन्टमा चाहिँ तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ। मलाई चाहिँ राम्रो लागिरहेछ, किनभने यो चाहिँ तपाईँले पोडकास्ट चलाउनुहुन्छ भने पोडकास्टको लागि पनि युज हुनेछ भने, त्यस्तै गरी ब्लगिङ च्यानल छ भने तपाईँले ब्लगिङ च्यानलमा पनि एकदमसँग राम्रोसँग प्रयोग गर्न सक्नुहुनेछ। दराजमा एउटा माइक्रोफोन र दुईटा माइक्रोफोनहरू पनि आइरहेका हुन्छन्। यसमा चाहिँ दुईटा माइक्रोफोन रहेको छ र 3-in-1 पनि रहेको छ। दुईजना बसेर ब्रोडकास्ट गर्नलाई पनि एउटै क्यामेराबाट, एउटै डिएसएलआर क्यामेराबाट छुट्टै सेपरेटली अर्को माइकिङ डिभाइस राख्नु पर्ने छैन। केवल एउटा यो प्लगिङ प्ले गरेर तपाईँले सजिलैसँग आफ्नो भोइसहरू क्याप्चर गर्न सक्नुहुनेछ। जहाँसम्म लाग्छ साथीहरू भोइस राम्रो आएको छ र प्रोडक्ट मैले पर्चेस गरिसकेको छु। युज गर्नलाई एकदमै सजिलो रहेको छ र तपाईँहरू पनि पर्चेस गर्न चाहनुहुन्छ भने भिडियोको डिस्क्रिप्सनमा दराजको लिङ्क दिएको छु, त्यो लिङ्कबाट तपाईँले सजिलैसँग पर्चेस पनि गर्न सक्नुहुनेछ। साथीहरू आशा गर्छु आजको भिडियो तपाईँलाई मन परेको छ। भिडियो मन परेको छ भने अवश्य नै भिडियोलाई लाइक, कमेन्ट एन्ड सेयर गर्न नबिर्सिनु होला।